के गर्नु होला, यति टाढा छ, कसरी जानु? सबै गाडीमै छुटो। कसरी जानु होला यत्रो टाढा? मसँग पैसा पनि छैन, भाडा पनि छैन। फर्केर जाँदा पनि धेरै टाढा छ, कसरी जानु होला? बहिनी जानु न तपाईँ, आउनु यता। बहिनी आउनु न, मिलाएर लगिदिइहाल्छु त। कहाँसम्म जाने र बहिनी, मिलाएर लगिदिइहाल्छु त। होस् दाइ, म जाँदिनँ। मेरो सबै सामानहरू बसमा छुटो, पैसा पनि छैन, म जान्न ल। ला हो र, म ठाउँसम्म लगिदिइहाल्छु नि फ्रीमै, पैसा छैन भने। अप्ठ्यारो परेछ, अब पर्सहरू पनि कहाँ छोडी गएछ। आउनु न बहिनी। होस् दाइ, बरु म हिँड्दै जान्छु। हेलो भाइ। के अरे भाइ? आमा के भयो र? ए ल ल ल ल ल बिएनसी के चाहिँ? बरु पर्दैन मलाई फिर्ता दिन। पैसा छैन? ए ल ल ल एकछिनमा म 25,000 क्युआर गरिदिन्छु है। ल ल भाइ, ल ल, हस् 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 हस्। अनिलाई यो संसारमा सहयोगी भावनाको मान्छे रहेछन्। ढोका त खुलै छ, घरमा छ कि छैन? जुना, ए जुना, को आउनु भएछ? ए दिदी, तपाईँ पो आउनु भएको रहेछ, बस्नु न। खोइ त 2-3 महिना दिन्छु भनेको, खोइ त व्यवहार त बिगारे त, खोइ त दिएको। लगाएपछि फिर्ता दिनु पर्दैन, फिर्ता दिन जाने छैन। फोन गर्दा पनि फोन पनि उठाउनु छैन। हेर्नु न दिदी, के गर्नु, अब पसल त खोलेको थियो नि भित्तामटमा, त्यो पनि डोजरले आएर भत्ताभुङ्ग बनाइदियो। अहिले व्यवहार कसैको पनि टार्नै सकेको छैन दिदी। 1-2 महिना पर्खिदिनु न ल दिदी। त्यसो गरेर हुँदैन नि बहिनी, मेरो पनि घर परिवार त चलाउनु पर्यो नि। म त त्यसरी त हुँदैन, व्यवहार बिगार्नु त भएन मेरो। त्यसो गरेर हुन्छ? तिमी मलाई मतलब भएन, तर मेरो व्यवहार चाहिँ जसरी पनि मिल्नुपर्छ। बिन्ती छ दिदी, म 2-4 महिना पछि दिइहाल्छु। 1-2 महिना पर्खिदिनु न ल। त्यसो गरेर हुँदैन त, मलाई त खसी बाख्रा जे छन्, कुखुरा छन्, जे पनि लाने हो। मलाई त्यसरी हुँदैन, मेरो व्यवहार बिग्रिन्छ। हुँदैन, म मान्दिनँ। अब त म मान्नेवाला छुइनँ, मलाई आजै चाहिन्छ। मैले पनि जानेर त व्यवहार गरेको होइन नि त दिदी, म पनि त्यसरी नै व्यवहारमा फसेँ। दिन्छु त दिदी, म त्यसरी खाएर भाग्दिनँ त। एकछिन पर्खनुहोस्। किन पर्खनु म? किन पर्खनु म? बिन्ती गर्छु ठुलो मम्मी, यसरी नरिसाउनु न। रिङ त 10को पनि भइहाल्छ नि, जुना फुपूले दिइहाल्नुहुन्छ नि। त्यसरी नरिसाउनु ल ठुलो मम्मी। ए जुना, मलाई त्यसरी झुक्याउन पाइँदैन। म जसरी पनि भोलि बिहानै आउँछु, मलाई जसरी पनि हुनुपर्छ। त्यसरी मान्नेवाला छुइनँ, मलाई तुक्का त चाहिन्छ। जसरी पनि भोलि बिहान मलाई चाहिन्छ, बुझ्यौ? अस्मिता, 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 कस्तो नसुने कि? यस सर। हजुर सर, गरिसकेछु त, मैले सबै गरिसकेछु त। हजुरले दिनुभएको मैले सबै गरिसकेछु त सर। हजुर, ओके सर। के हो, आजभोलि अफिसमा काम गर्न थालेपछि त बोल्नै छोडिस् त? के हो, बोलाएको पनि नसुनी हिँड्छस् त? होइन आन्टी, अफिसबाट कल आएको थियो। हे, आपसको हो कि को नाठाको हो नि, के ठेगा? आन्टी, जे पाइ त्यसै नबोल्नु है। के गर्छस् त, के गर्छस्? अफिसमा काम गर्ने भएर खुब ठुलै पल्टी छैन? तपाईँलाई लाज लाग्दैन यो उमेरमा आएर पनि यस्तो व्यवहार गर्ने? आफै नाथनी भन्ने? कसले खेलाइ नाठो? अफिस जान पाइँदैन? नाठो रे? को नाठो? कस्तो नाठो? आन्टी, यो उमेरमा तपाईँ आएर यस्तो भन्नुहुन्छ? हेर्नुहोस् आन्टी,
तपाईँ मेरो आमासम्मको भए पनि ताकि मैले हात उठाउनु नपरोस्। तपाईँले नि यस्तो भन्नुहुन्छ, जनसमाजले हेर्ने नजर कस्तो होला? त्यो त तपाईँले आफै बुझ्नुपर्ने कुरा हो। चित्त नदुखाऊ है बहिनी, के गर्नु, समाजको हेर्ने नजरै त्यस्तै छ। केही प्रगति गर्न आँट्यो कि जरा खान थालिहाल्छन्। बाई द वे, म जुना। मेरो नाम चाहिँ अस्मिता हो। ल त बहिनी, मलाई ढिलो भयो, म गएको ल। कसको पैसा रहेछ यो? कसको रहेछ यो? अरे दादा, बहिनी कहाँ हिँड्यौ तिमी? घरमा तेल सकेको थियो अनि त दोकानतिर आएको थिएँ दादा। अरे दादा, यति धेरै पैसा, लुगा किन्छु ल म। बहिनी यो बाटोमा हिँडेको पैसा हो, कसले झारेको हाम्रो जस्तै दुःख परेको हुन्छ। त्यही भएर यो पैसा दिनुपर्छ बहिनी। यो पैसा जहाँ झरे पनि भरे खोज्न आउँछन् होला, म उतै पुऱ्याइदिन्छु ल बहिनी। बरु म तिमीलाई कामबाट पैसा मागेर अनि ल्याएर लुगा किन्छ है बहिनी, त्यसै गर्छु ल बहिनी। कसलाई थाहा हुन्छ र हामीले यो पैसा भेटाएको भनेर? यसरी पैसा भेटायौँ भने पो हामी धनी हुन्छ नि त दादा। कसलाई थाहा हुन्छ र? त्यस्तो होइन बहिनी, आफूले काम गरेको पैसा, कमाएको पैसा मात्रै अडिन्छ। यो पैसा भेटेको पैसा त राम्रो हुँदैन बहिनी, त्यही भएर दिनुपर्छ ल बहिनी। तिमी जाऊ घरमा गएर खानाखेर पकाउँदै गर, म गएर तेल लिएर आउँछु है। अरे अस्मिता दिदी नमस्ते। नमस्ते नानु, कहाँ हिँडेको? हेर्नु न दिदी, मम्मी एक्कासी बिमारी हुनुभयो, त्यही हुनाले पैसा खोज्दै गाउँतिर हिँडेको। यस्तो सापट्टि खोज्दै हिँडेको नि। ला हो र, कति चाहिएको तिमीलाई पैसा? म दिन्छु। पैसा? मेरो पैसा कहाँ गयो? हेर न बुनु, मेरो पैसा कहाँ गयो त न भयो। भएको त दिदी अब हराइहालेछ, म गाउँतिर लागेको। कति न निराश भएर हिँड्दैछु, ब्रेकअप भयो होला नि। एउटै गाउँमा बसेर नि कति दुश्मनी मोड्नु। जेसिका नरिस न यार, आज झगडा गर्ने मुडमा छैन। अबदेखि हामी झगडा गर्नु हुँदैन, मिलौँ ल। अहिले मिलेर त के गर्छस्? पछि सावित्र आएपछि उसँग मिल्छ। गएको मलाई हतार छ। ला कहाँ गयो पैसा? मेरो पैसा त यहीँ झरे जस्तो लाग्छ। अघिदेखि त यहीँ गफ गरिरहेको थिएँ म। ला अस्मिता, विकासदा, अस्मिता यो पैसा तिम्रो हो? हो नि दादा, म यही पैसा खोजिरहेको थिएँ। अस्मिता यो पैसा कसको होला भनेर कसको पैसा होला भनेर म उहाँ पर लुकेर हेर्दै थिएँ। अनि यसो हेरेको तिमी आएर यताउता पैसा खोजेको देखेँ, अनि त्यही भएर ल्याउ पैसा। तपाईँ साँच्चीकै महान हुनुहुन्छ दादा। अरूले भेटेको भए सायद यो आज मैले पैसा पाउने पनि थिएन होला, लगिसक्थ्यो होला। थ्याङ्क यू दादा। दादा पनि भन्छौ अनि थ्याङ्क यू पनि भन्छौ। यो त मेरो एउटा धर्म हो बहिनी, तिम्रो पैसा दिनु मलाई कुनै आपत्ति होइन। हुन्छ दादा। जाऊ बहिनी।